ल साथीहरु अहिले चाहिँ लगभग 6:30 नै भइसकेको छ है। अनि घाम लागिरहेछ यतिखेरतिर। अनि अब यो घाम गएपछि चाहिँ जस्ट रात पनि परिहाल्छ के। ल साथीहरु यहाँ पनि पहिरो जाने सम्भावना भन्दा पनि जाँदै रहेछ भनौं न। अलिअलि खतरा कहिले गयो मलाई थाहा थिएन, यतातिर आएकै छैन तर नजाने कुरो हुँदैन। अनि लुक एट दिस भ्यू गाइज, यहाँ हेर्नु न चिल पनि कस्तो बबाल उडिरहेको थियो, कहाँ पो गयो फेरि। सो हे एभ्रीवान, वेलकम ब्याक टु माई न्यू ब्लग। स्वागत छ साथीहरु सदा चाहिँ फेरि पनि यो नयाँ भिडियोमा है। आई होप कि तपाईहरु सबैजना सन्चै नि आरामै हुनुहुन्छ होला र म पनि एकदमै फुल एन्ड फाइन अनि सन्चै एकदमै आरामै छु भन्नुपर्छ साथीहरु है। अहिले चाहिँ साथीहरु म चाहिँ कहाँ छु भने टक्कसँगले देख्न सक्नुहुन्छ, म चाहिँ तल गोठतिर छु है। अनि यतिकै अब बारीतिर घाँससास गर्दै थिएँ अनि पानी पनि टक्क परिगयो। ल हेर्नु न साथीहरु, पानी परे यस्तो तनाव छ तर देखिँदै छैन होला है त्यति साह्रो, यस्तो साह्रो देखिएको छैन। अनि साथीहरु यो चाहिँ रहेको छ हाम्रो, यो मैले अस्ति पत्कर राख्ने ठाउँ बनाएको थिएँ, यो पनि चुइनु थालेछ। जस्ट बनाएको मात्रै थियो, हल्का फुल्का यसो लो बजेटमा हैन। अनि यो सबै पुरानो छ के, नयाँ त्यति साह्रो मेहनत पनि गएको छैन, बट ठिकठिकै छ, यतिको काम चलिहाल्छ। डोको पार्क हुनसक्छ, औषधिहरू है, यसरी हलोहरू यसरी ल्याउन सकियो, स्याउला नबिजोस् भनेर ल्याउन सकियो है। अनि घाँस पनि ल्याउन सकियो, घाँस चाहिँ भिज्याउने वस्तुहरूलाई झिन्झेट हुन्छ। अनि घाँस पनि यहाँ राखेर ओभानो घाँस दियो भने अलिक खानु पनि ठिक हुन्छ नि त उनीहरूलाई। अनि मेन चाहिँ यो स्याउलाको लागि राखेको थिएँ है, बनाएको थिएँ भनौँ न जस्ट। अनि साथीहरु आज चाहिँ टमाटर बानौँ भनेको है, दबाई पनि हानौँ कि भन्दै थिएँ बिहान, पानी पर्दैन होला भनेर, बट दिन त यस्तो भइगयो है। अब यहाँ सोचिरहेको छु कि साथीहरु म के गरौँ, के गर्दा ठिक होला, के गर्दा फाइदा होला है। अनि आज फेरि स्याउला पनि ल्याउनु छ, अनि पानी पनि परिहाल्यो। अब टमाटर अदुवाको काम गर्नु मिलेन, घाँस काट्ने पनि समस्या गर्यो यो दिनले है। अनि तपाईहरुलाई त थाहा छ होला मैले माथि करेसाबारी पनि बनाउँदैछु भनेर, जस्ट त्यहाँ पनि वर्क चाहिँ गर्नु छ। अब कहिले हुन्छ भरे भोलि कहिले हेरौँ, भरे पनि हुनसक्छ भोलि पनि हुनसक्छ है। अनि अहिले चाहिँ म फिलहाल घाँस काट्न जान्छु, भन्दा नि पानी पर्दैछ, अब एकछिन बस्छु। अनि त्यस पछाडि घाँसहरू चाहिँ टक्क आजलाई पुग्ने भोलिलाई पुग्ने गरी ड्याम्मै काटिराख्छु। अनि त्यस पछाडि स्याउला ल्याउँछु, अनि मात्रै दिन फर्क्यो भने दबाई हान्छु या त टमाटर बान्छु, होइन भने चाहिँ जस्ट यो पानी चाहिँ अब घाँससास काटिदिन्छ, त्यही हो अलिअलि माथि करेसा बारीहरू बनाउँछ है। अनि हेरौँ साथीहरु आजको दिन हाम्रो कस्तो हुन्छ, के हुन्छ, के गरिन्छ, के गरिँदैन। पानीले समस्या गर्यो है आज। ल त साथीहरु म चाहिँ अहिले टक्कसँगले डोको सोको यहाँनिर देख्न सक्नुहुन्छ, मेरो ओढ्ने पनि लगेर गइसकेँ है। म चाहिँ साथीहरु अहिले कहाँ जाँदैछु भने साथीहरु है, म चाहिँ स्याउला लिनु जाँदैछु फिलहाल। अनि स्याउलाको नि अलिक कमी नै छ अहिले, पानी परेर है। अनि पानी परे पनि यस्तो छ छिनको छिन परेको, त्यही भएर अब मैले काट्दै जाँदा सायद झन्डै 2-3 घन्टा लाग्छ नि होला। अनि त्यही भएर बिचमा पानी परिहाल्यो भने चाहिँ ओड्ने पनि लगेर गएँ। ल साथीहरु यहाँ पनि पहिरो जाने सम्भावना भन्दा पनि जाँदै रहेछ भनौँ न। अलिअलि खतरा कहिले गयो मलाई थाहा थिएन, यतातिर आएकै छैन तर अब स्याउला चाहिँ कहाँको बजाउँ त, यो त अस्ति काटिहाल्यो स्याउला त। यो र यो काट्दा पनि पुग्थ्यो होला, यहाँ माथि कस्तो छ साथीहरु। जङ्गल चाहिँ आइसकेको छु म है। अनि यो मेरो पछाडिको जुनै पनि जति पनि देख्दै हुनुहुन्छ है, त्यो चाहिँ आज मैले काटेर लानुपर्ने हुन्छ है। अनि किनकि अब आज 3 बारी 4 बारीसम्म लगेर जानुपर्ने हुन्छ स्याउला। अनि फर्स्ट अफ अल त म सबैभन्दा पहिले यो सबै रुखहरू काट्छु, अनि त्यस पछाडि छास्छु, अनि एकचोटि काट्छु, एकचोटि छास्छु, एकचोटि बोक्छु हैन। अनि हेरौँ साथीहरु के कति हुन्छ है। अनि अलिक बढी चिप्लो छ क्या साथीहरु यो रुखहरू चाहिँ, अहिले पानी परेर यस्तो चिप्लो छ है, गाह्रो छ चढ्नै, बहुत गाह्रो छ, एकदम ध्यानपूर्वक चढ्नुपर्ने हुन्छ हामी है। सो लेट्स सी, हेर्दै गरौँ साथीहरु आज के गरिन्छ कसो गरिन्छ। पानीले सायदै डिस्टर्ब गर्छ होला आज,
पानी नपर्ने मौसम भने चाहिँ होइन है, छिरुक 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 परिरहेछ। साथीहरू म चाहिँ अहिले रुखको टुप्पी टुप्पीमै छु भनौँ होइन। अनि चिप्लो चाहिँ अति बबाल चिप्लो छ, सिउला झार्नु निकै मुस्किलै भइरहेछ है। बट झार्नु त झारिहालिन्छ नि, नझर्ने कुरो हुँदैन। अनि लुक एट दिस भ्यू गाइज, यहाँ हेर्नु न, चिल पनि कस्तो बबाल उडिरहेको थियो, कहाँ पो गयो फेरि, उफ पर पसिगयो। अनि पारीको मौसम चाहिँ यस्तो छ है, जुनै बेलामा पनि पानी पर्न सक्छ। निकै गाह्रै छ आजको दिन हामीलाई।
ल साथीहरु अहिले चाहिँ लगभग 6:30 नै भइसकेको छ है। अनि घाम लागिरहेछ यतिखेरतिर। अनि अब यो घाम गएपछि चाहिँ जस्ट रात पनि परिहाल्छ क्या। अनि साथीहरु यहाँ चाहिँ मैले धनिया पनि रोपेको थिएँ। यहाँ माथिल्लोमा न्यू करेसाबारी हुँदैछ है। अनि यहाँ हाम्रो क्याप्सिकम चाहिँ यो तरिकाले आउँदैछ भनौं है। यो तरिकाले चाहिँ मैले ड्याङड्याङ यो फाल्टे बिउ नि यो फाल्टे बिउ भएर यसरी मैले ड्याङड्याङ छुट्याएर गरिरहेको छु। प्लस अब यहाँ अर्को काम पनि चल्दैछ। अब यो कहिले खनिसक्नु पर्ने, यता खन्नै अझै बाँकी छ।